हेलो गाइज, स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। बाबु भर्खरै स्कुल आएर उसको ड्रेस चेन्ज गरिदिएको र म उसको लुगा धुन लागेछु। आज स्कुलको ड्रेस यस्तो फोहोर गरेर आएको छ कि र मेरो पनि अलिकति बाँकी थियो लुगा म धुन माथि गएँ। यस्तो टनक्क घाम लागेछ। 4 बजेतिर हो नि त म त माथि गएको कपडा धुनलाई। अनि यो चाहिँ हाम्रो पानी चाहिँ आकाशबाट झरेको पानी हो, फुलमा हाल्न हुन्छ भनेर हामीले चाहिँ थापेर राखेको हुन्छौँ। र मैले सबै भरेर राखेको पानीहरू फुलमा मैले हाल्दै गएँ र मलाई बाटा खाली गर्न थियो नि त, बाटा पनि चाहिएको थियो। त्यो भएर बाटामा भएको सबै पानीहरू फुलमा हालिदिएँ र बाटा पनि खाली भयो। र अब मैले धुन लागेछु। अलिकति बाबुको कपडा, अलिकति हाम्रो कपडा गरेर त यति धेरै पो भयो। र म फेरि एकछिन सरफको गाछसँग खेल्न लागेँ। यस्तो गर्मी त थियो गरे छिटो धोएर एकैछिनमा धोएर गइहाल्छु भन्ने सोच थियो, तर किन हो कपडा हेर्दा त थोरै लाग्छ, तर कति टाइम लाग्यो मलाई त गर्मीले। अब सबै कपडा भिजाएर मिच्नेतिर लागेँ म। 4 बजेको घाम कस्तो हुन्छ भन्नु त साथीहरू, यस्तो टिनिक्क हुन्छ। टाउको माथि नै घाम आएको हुन्छ नि त त्यति बेला त। हाम्रो झन् यो माथिको बाथरुम झन् टिटको छ नि, यस्तो तातेर गर्मी भएको थियो। तर पनि जति गर्मी भए पनि मलाई यो कपडा धुनै छ भनेर म चाहिँ मिच्नतिर लागेँ। ल हेर्नु त मैले कति फास्ट कपडा धोइरहेको छु। हेर्नु कस्तो मेरो ट्यालेन्ट, हेर्नु यस्तो फास्ट हुन्छु। यस्तो म जस्तो फास्ट कपडा यस्तो मिच्न सक्नुहुन्छ? हेर्नु कस्तो मजाले धोइरहेको छु। र अब मलाई एकदम लास्टै गर्मी भयो र फेरि मैले मुख पखाल्दैछु। मुख पखाल्दै कपडा मिचिरहेको छु। अब बाटामा एउटा मात्रै कपडा छ मिच्न। मलाई फेरि कपडा मिच्न भनेपछि यस्तो गाह्रो लाग्छ। बरु मैले जति पनि पखालिदिन्छु, तर मलाई मिच्न भन्ने जस्तो कुरा गाह्रो भने यस्तो लाग्छ। र म अब कपडाहरू पखाल्नतिर लागेँ। र साथीहरू, यो मैले जहिले पनि भोइस रेकर्ड गर्दाखेरि पछाडि आवाज कस्तो सुन्नेछ होला होइन। यो पानी परिरहेछ कि हाम्रो यता, त्यही भएर मैले फेरि भोइस रेकर्ड जहिले पनि मैले राति मात्रै गर्छु नि। फेरि हाम्रो फेरि पानी धेरै जस्तो राति नै पर्छ यहाँ। दिउँसो पनि पर्न त पर्छ, तर अलिअलि राति चाहिँ प्रायः नै परेकै हुन्छ कि। मैले पनि नि भोइस रेकर्ड राति नै गर्छु, त्यही भएर यस्तो डिस्टर्ब हुन्छ कि। हाम्रो बुटोलतिर फेरि प्रायः पानी अहिले परि नै राखेको छ नि त, त्यही भएर बल्ल अब बर्खा लागे जस्तै भन्छ कि। र फेरि मलाई फेरि मुख पखाल्न पऱ्यो, फेरि गर्मी भयो। मेरो त कपडा धुनुको साथसाथै मुख पनि पखाल्ने भइरहेको छ कि। अनि यो के भन्नुहुन्छ भने, यो चाहिँ हामीले बिहान साँझ चाहिँ देउतालाई खाना चढाउँछौँ नि, त्यही देउताको भाँडा हो। र मैले त्यसमा अलिकति सरफ हालेर राखिदिएँ। अहिले भिजाएर राखिदिन्छु, अहिले पछि पखाल्छु भनेर। र मेरो कपडा पखालेर पनि भ्याएर म सुकाउँदैछु। अब मलाई फेरि कपडा सुकाउन एकदम मैले फेरि मिलाएर सुकाउँछु कि। सानोदेखि लिएर ठुलो कपडा सुकाउँछु, अनि क्लिप लगाएर तन्काएर सुकाउँछु कि। मलाई फेरि कपडा सुकाउन एकदम रहर लाग्छ, फेरि मजाले मिलाउँछु। अन्त अरूले पनि ठुलो सानो कपडा गरेर सुकाउँछ नि, मलाई कस्तो असकस लाग्छ। म त मेरो बानी फेरि सानो कपडादेखि लिएर ठुलो कपडा सुकाउँदै जान्छु कि एक साइडबाट। र कपडा पखाल्दा हेर्नु न कस्तो कालै बादल पनि लगाइसक्यो। र यो अघि मैले भिजाएर राखेको भाँडा देउताको पखालेर अब राखिदिन्छु। राति फेरि चाहिन्छ नि त, यसमा खाना चढाउन पर्छ नि त। त्यही भएर चाहिँ अहिले नै कपडा धुन आएको बेलामा धोएर हामीले चाहिँ राखिदिन्छौँ। राति फेरि यसमै चढाउने भनेर। हेर्नु त मेरो मुख रातैबाट निलै भइसक्यो गर्मीले गर्दा। मेरो धोएको कपडाहरू यति नै थियो, सरर च्याट्ट भयो। र यो अब मैले यहाँ राखिदिएँ, राति चढाउन पर्छ यहीँ। र यो हो हाम्रो सानो पुन्टे बाल्टिन, यसमा चाहिँ कपडा सुकाउने राख्छौँ। र मैले पनि चुक्कल लगाइदिएर तलतिर गएँ अब, र पङ्खा स्याट्ट चलाएर घक्रक्क एकछिन पल्ट्यो, पसिनाहरू सुकाएँ। पसिना सुकाएर किचनमा जाँदा त मलाई त सरप्राइज रहेछ, मोमो नास्ता खाएको रहेछन् र मेरो भाग पनि राखिदिनु भएको रहेछ। यो चाहिँ दिदीले सबैलाई आज नास्ता खुवाउनु भएको। मलाई त यस्तो सुनेपछि सुहागन भयो। थ्याङ्क्स फर वाचिङ, बाई बाई गाइज।